के तपाईँहरू इङ्ग्लिस सिक्न चाहनुहुन्छ जिरो लेभलबाट? यदि तपाईँहरू मसँग लाइभ जोडिएर अनलाइनको माध्यमबाट अङ्ग्रेजी जिरो लेभलबाट सिक्न चाहनुहुन्छ भने नयाँ कक्षा यही फागुन 23 गतेदेखि सुरु हुँदैछ। नयाँ कक्षा यही फागुन 23 गतेदेखि सुरु हुँदैछ। समय बिहान 5 बजेदेखि 6 बजेसम्म। क्लासको बारेमा बुझ्नको लागि तपाईँहरूले मलाई दिइएको नम्बरमा वाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। क्लास सम्बन्धी सम्पूर्ण डिटेल्स म तपाईँहरूलाई वाट्सएपको थ्रुबाट नै उपलब्ध गराउनेछु। र यो क्लास चाहिँ हाम्रो फागुन 13 गतेबाट सुरु हुने भनिएको थियो, तर कमिङ इलेक्सनको कारणले गर्दा हाम्रो यो क्लास चाहिँ 13 गतेबाट सञ्चालन गर्न सम्भव भएन। सो फागुनको 23 गतेबाट चाहिँ हाम्रो यो क्लास सुरु हुँदैछ। सो सबैजनाले समयमै सम्पर्क गर्न सक्नुहुन्छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। गाइज, आजको भिडियोमा म तपाईँहरूलाई हामीले हाम्रो दैनिक जीवनमा बोलिने केही सेन्टेन्सेसहरूलाई कसरी बनाउने, त्यो बनाउने स्ट्रक्चरहरू सिकाउन गइरहेको छु। सो अति नै इम्पोर्टेन्ट भिडियो छ, भिडियोलाई अन्तिमसम्म हेर्नु होला, अलिकति पनि स्किप नगरिकन है त। जस्तै तपाईँले देख्न सक्नुहुन्छ यस्ता सेन्टेन्सेस कसरी बनाउने। जस्तै आफ्नो इमान्दारी आफैसँग राख, आफ्नो घमण्ड आफैसँग राख, आफ्नो ज्ञान, ओके यहाँ ज्ञान है, यो ज्ञान हो, यो आफ्नो ज्ञान आफैसँग राख, तिम्रो पैसा तिमीसँगै राख, अब त तिम्रो इमान्दारी तिमीसँगै राख भन्न खोजे। अब यसको मिनिङ होइन, यस्ता सेन्टेन्सहरू कसरी बनाउने। अब यस्तो सेन्टेन्सहरू बनाउनहरूको लागि एउटा केही न केही एउटा प्रोपर स्ट्रक्चर, केही न केही एउटा वर्ड मिनिङ त चाहिन्छ हामीलाई होइन। यसको एउटा तरिका हुन्छ है त। यसलाई कसरी बनाउने तपाईँले देख्न सक्नुहुन्छ। यसको लागि स्ट्रक्चर छ। सबभन्दा पहिला के हुन्छ, किप, राख भन्नु पऱ्यो नि त, इम्पेरेटिभ सेन्टेन्स हो, त्यही भएर V1बाट सुरु हुन्छ यो किप। अब योर, अब नाउन, अब के हो, तिम्रो के त हो, त्यो नाउन यहाँ हुन्छ। अनि टु योर सेल्फ, किप योर नाउन टु योर सेल्फ, यसरी बनाइन्छ है त। एक्जाम्पल तपाईँले देख्न सक्नुहुन्छ। जस्तै एक्जाम्पल छ, आफ्नो इमान्दारी आफैसँग राख, किप योर अनेस्टी टु योर सेल्फ, किप योर अनेस्टी भनेको तिम्रो इमान्दारी तिमीसँगै राख भन्न खोजेको होइन। अनि टु योर सेल्फ तिमीसँगै, किप भनेको राख, योर अनेस्टी भनेको तिम्रो इमान्दारी, टु योर सेल्फ भनेको तिमीसँगै। सो तिम्रो इमान्दारी तिमीसँगै राख, यसरी बोल्छौँ नि हामी होइन। जस्तै आफ्नो घमण्ड आफैसँग राख, आफ्नो घमण्ड आफैसँग राख, किप योर एरोगेन्स, एरोगेन्स भनेको घमण्ड, टु योर सेल्फ आफैसँग, किप योर एरोगेन्स टु योर सेल्फ, यसरी बोलिन्छ यस्तो सेन्टेन्सहरू है त। एकदम इन्ट्रेस्टिङ हुन्छ यस्तो स्ट्रक्चरहरू। अर्को हेर्नु, आफ्नो ज्ञान आफैसँग राख। कहिले हामी कसैलाई यसो गर उसो गर भनेर भन्छौँ नि, अनि त्यति बेला के भन्छ त्यो मान्छेले, तिम्रो ज्ञान तिमीसँगै राख भन्छ नि। किप योर नलेज टु योर सेल्फ, किप योर नलेज टु योर सेल्फ। तिम्रो पैसा तिमीसँगै राख, किप योर मनी टु योर सेल्फ, किप योर मनी टु योर सेल्फ। तिम्रो फोन तिमीसँगै राख, किप योर फोन टु योर सेल्फ, किप योर फोन टु योर सेल्फ। आफ्नो आइडिया आफैसँग राख, किप योर आइडिया टु योर सेल्फ, किप योर आइडिया टु योर सेल्फ। यसरी हामी बनाउँछौँ। यो किप भनेको एउटा भर्ब हो, V1 हो। यसलाई विभिन्न टेन्सेसहरूमा पनि हामीले प्रयोग गर्न सक्छौँ। यसको यति मात्रै छैन युजेज है, यसको लिमिटेसन हुँदैन। विभिन्न टेन्सहरूमा, विभिन्न मोडल भर्बहरूमा पनि हामी यसलाई प्रयोग गर्न सक्छौँ। ओके, कुनै पनि कुरा आफैसँग राख्नु होइन, कुनै पनि कुरा आफैसँग राख्नुलाई किप अब योर समथिङ टु योर सेल्फ। अब अहिले हाम्रो जुन यो स्ट्रक्चर छ, यहाँनिर योर आयो, यो योरको ठाउँमा माई पनि हुनसक्छ, हिज पनि आउन सक्छ, हर पनि आउन सक्छ, आवर पनि आउन सक्छ। अनि यो योर सेल्फको ठाउँमा अब के हुन्छ, माई आयो भने माई सेल्फ हुन्छ, केटा मान्छेको कुरा छ भने हिमसेल्फ हुन्छ, आवर सेल्फ हुन्छ, हाम्रो कुरा छ भने आवर सेल्फ हुन्छ। सो यसको भेरिएसन्सहरूलाई चाहिँ बुझ्नुपर्छ है। यो त नर्मल स्ट्रक्चर सिकाएको हो, यसको धेरै भेरिएसन्सहरू हुन्छन् है, जता पनि युज गर्न मिल्छ यसलाई, जुन तरिकाले पनि युज गर्न सकिन्छ। ओके, यो एउटा स्ट्रक्चर थियो है। अब फेरि अर्को स्ट्रक्चर हेर्नुहोस्। अब यस्ता सेन्टेन्सेस कसरी बनाउने, अर्को खालको। जस्तै यो पानी पिउन लायक छैन,
यो ठाउँ घुम्न लायक छैन, यो फिल्म हेर्न लायक छैन, तिमी मेरो दोस्तीको लायक छैनौ, यो गीत सुन्न लायक छैन, यो सामान किन्न लायक छैन। यसरी हामी तिमी यसको लायक छैनौ, म यसको लायक छैन, होइन, यस्तो टाइपको सेन्टेन्सहरू हामी बनाउने गर्छौँ। कसरी बनाउने त यसलाई हेरौँ है त। यसको लागि स्ट्रक्चर हेर्नुहोस्। यसको लागि स्ट्रक्चर दुई खालको छ। यसको स्ट्रक्चर दुईवटा छ। ल हेर्नु, एउटा लिभिङ थिङ्सको लागि, एउटा नन लिभिङ। ओके, यहाँ चाहिँ नन छुटेछ, सरी। फर नन लिभिङ थिङ्स, यो चाहिँ हुन्छ हाम्रो नन लिभिङ थिङ्सको लागि। ल हेर्नुहोस्, एउटा लिभिङ थिङ्सको लागि, एउटा नन लिभिङ थिङ्सको लागि, है त। अब यो लिभिङ थिङ्सको लागि के हुन्छ भने सबैभन्दा पहिला सुरुमा सब्जेक्ट आउँछ, त्यसपछि डु डज अथवा डिड आउँछ। यदि सेन्टेन्स सिम्पल प्रेजेन्ट हो भने डु डज लाग्छ, पास्ट हो भने डिड लाग्छ। अब यो त नेगेटिभवाला सेन्टेन्स हो, सो नट पनि आउँछ यसमा। अनि डिजर्भ हुन्छ। डिजर्भ भनेको भर्ब 1 हो है, अनि अब्जेक्ट हुन्छ। सब्जेक्ट हुन्छ डु डज डिड, अनि नट डिजर्भ अनि अब्जेक्ट हुन्छ, है त। यसरी बन्छ यो लिभिङ थिङ्सको लागि। अब नन लिभिङ थिङ्सको लागि लायक छैन भन्दा कसरी भन्नुपर्छ? सबभन्दा पहिला सब्जेक्ट आउँछ। अब प्रेजेन्ट हो भने इजेएमआर, पास्ट हो भने वाज वेयर, अनि नट लाग्छ, अनि वर्थ हुन्छ, अनि बिफो हुन्छ। वर्थ भनेको लायक होइन, अनि भर्बको आइएनजी फर्म लाग्छ यसमा। ओके, अब इक्जाम्पलबाट हेर्नुहोस्, इजिली बुझ्नुहुन्छ है त। जस्तै यो पानी पिउन लायक छैन, यसको इङ्ग्लिस के हुन्छ? वाटरको स्पेलिङ बिग्रेछ है। दिस वाटर, अब यसमा त इज लाग्छ, यो त नन लिभिङ हो, त्यही भएर इज लाग्छ। इज नट वर्थ, अनि बिफो के हुन्छ? ड्रिङ्किङ। दिस वाटर इज नट वर्थ ड्रिङ्किङ। यसरी बनाइन्छ। एकदम इम्पोर्टेन्ट छ, हामी डेली लाइफमा एकदम धेरै प्रयोग गर्छौँ है। अब यो नेगेटिभ भएर नट भयो, पोजिटिभ भएको भए के हुन्थ्यो? यो पानी पिउन लायक छ भन्यो भने दिस वाटर इज वर्थ वाचिङ। यो नट हुँदैन, होइन। अब मानौ तपाईँले क्वेसन सोध्नु पऱ्यो, के यो पानी पिउन लायक छैन भनेर क्वेसन सोध्नु पऱ्यो भने तपाईँले के गर्नुहुन्छ? यो इजलाई के गर्नुहुन्छ? अगाडि ल्याइदिनुहुन्छ नि। इज दिस वाटर नट वर्थ ड्रिङ्किङ भन्नुपर्छ। अब यहाँबाट विभिन्न सेन्टेन्सहरू अरू पनि बनाउनु मिल्छ, क्वेसन बनाउनु मिल्छ, नेगेटिभ पोजिटिभ सबै बनाउनु मिल्छ है त। यो ठाउँ घुम्न लायक छैन, दिस प्लेस इज नट वर्थ ट्राभलिङ। दिस प्लेस इज नट वर्थ ट्राभलिङ। घुम्न लायक छ भने इज वर्थ ट्राभलिङ, है त। अर्को हेर्नु, यो फिल्म हेर्न लायक छैन भन्यो भने दिस मुभी इज नट वर्थ वाचिङ। अब यो फिल्म किन हेर्न लायक छैन भनेर पनि क्वेसन सोध्नु मिल्यो, होइन। क्वेसन सोध्नु पऱ्यो भने अगाडिपट्टि के आउँछ? वाइ। वाइ इज दिस मुभी, वाइ इज दिस मुभी वर्थ वाचिङ, नट वर्थ वाचिङ। यसरी बनाइ मिल्छ है। विभिन्न खालको सेन्टेन्सहरू प्र्याक्टिस गर्नुपर्छ है, जान्ने हुनको लागि। तिमी मेरो दोस्तीको लायक छैनौ, यो छैनौ है वास्तवमा। तिमी मेरो दोस्तीको लायक छैनौ भन्नु पनि यहाँ त तिमी, यो त लिभिङ हो, होइन। यसमा के हुन्छ अब? युमा डोन्ट लाग्छ, डु नट, होइन। डु नट यानि डोन्ट डिजर्भ माई फ्रेन्डसिप। यो सिम्पल प्रेजेन्ट टेन्सको रुलबाट बन्छ क्या, त्यही भएर डोन्ट V1 आइरहेको छ। यु डोन्ट डिजर्भ माई फ्रेन्डसिप। जस्तै तिमी यो जागिरको लायक छैनौ भन्यो भने यु डोन्ट डिजर्भ दिस जब। यस्तो टाइपको सेन्टेन्सहरू यहाँबाट बन्छ है। अर्को हेर्नु, यो अफर स्वीकार्न लायक छैन। कसैले कुनै अफर गर्यो भने यो अफर स्वीकार गर्न लायक छैन। दिस अफर, यो त नन लिभिङ हो, इज नट वर्थ एक्सेप्टिङ। इज नट वर्थ एक्सेप्टिङ। यो खेल खेल्न लायक छैन। दिस गेम इज नट वर्थ प्लेइङ। अब यो गीत सुन्न लायक छैन भन्यो भने दिस सङ इज नट वर्थ लिसनिङ टु, होइन। यस्तो टाइपको सेन्टेन्सेस। जस्तै ऊ यो अवार्डको लायक छैन भन्यो भने ऊ त हि भयो, यसमा त के लाग्ने भयो? हि इज हुँदैन। अब हि डज नट डिजर्भ दिस अवार्ड, हि डज नट डिजर्भ दिस अवार्ड। यसरी बनाउनु पऱ्यो। अब यसलाई पनि अब ऊ यो अवार्डको लायक छ भन्यो भने के हुन्छ? पोजिटिभ सेन्टेन्स हुन्छ। पोजिटिभमा डज नट गर्नु, डज आउँदैन, सिर्फ हि डिजर्भ्स हुन्छ। हि डिजर्भ्स दिस अवार्ड हुन्छ। पोजिटिभ पनि बनाउनु मिल्यो।
अनि नेगेटिभ पनि बनाउनु मिल्यो, यो चाहिँ नेगेटिभ भइहाल्यो। क्वेसन बनाउनु पऱ्यो भने के ऊ यो अवार्डको लायक छैन भनेर सोध्नु पऱ्यो भने यो डजलाई अगाडि ल्याइदिनु पऱ्यो। डज हि नट डिजर्भ दिस अवार्ड भनेर क्वेसन सोध्नु पऱ्यो। विभिन्न तरिकाले सेन्टेन्सहरू बनाउन सकिन्छ। ओके, ल यही तरिकाले है त। अब फेरि अर्को स्ट्रक्चर सिकाउँछु। यस्ता सेन्टेन्सेस कसरी बनाउने हेर्ने। जस्तै यो लापरवाही तिमीलाई महँगो पर्नेछ, यो लापरवाही तिमीलाई भारी पर्नेछ, एउटै हो, महँगो पर्नेछ, भारी पर्नेछ होइन। यो दुश्मनी तिमीलाई महँगो पर्नेछ, यो निर्णय उसलाई महँगो पर्नेछ, हाम्रो मौनता हामीलाई नै भारी हुनेछ, हामीलाई नै महँगो पर्नेछ। यस्तो सेन्टेन्स कसरी बनाउने? यसको लागि पनि एउटा केही न केही त स्ट्रक्चर चाहिन्छ होइन। अफकोर्स कुनै वर्ड मिनिङवाला केही न केही स्ट्रक्चर चाहिन्छ। यसलाई यसरी बनाउने। अब यहाँ चाहिँ मैले सबै फ्युचरमा बनाएको छु। भारी पर्नेछ, महँगो पर्नेछ, महँगो पर्नेछ, भारी हुनेछ, यो जुनसुकै टेन्समा पनि बनाउन सकिन्छ है। ओके, ल अब यसको स्ट्रक्चर तपाईँले यहाँ देख्न सक्नुहुन्छ। सबैभन्दा पहिला सुरु सब्जेक्ट आउँछ, अनि मैले भने कि यो सिम्पल फ्युचर टेन्समा छ त्यो, त्यही भएर हेल्पिङ भर्ब विल आउँछ, अनि मेन भर्ब कस्ट भी1 आउँछ। कस्ट पछि समवन आउँछ। यो समवन भनेको चाहिँ जो पनि हुनसक्छ, जस्तै यु हुनसक्छ, मी हुनसक्छ, हिम हुनसक्छ, देम हुनसक्छ, अब कुनै नाम हुनसक्छ, राम, श्याम, हरि नाम, अथवा द कन्ट्री हुनसक्छ, कुनै पनि नाउनहरू हुनसक्छ, अथवा कुनै अब्जेक्टिभ प्रोनाउनहरू हुनसक्छ। अनि त्यसपछि डियरली है। सो द्याट मिन्स तपाईँले सम्झिनु कि कस्ट डियरली, यसको मेन स्ट्रक्चर कस्ट डियरली हो कि। कस्ट समवन डियरलीको अर्थ हुन्छ कसैलाई कुनै कुरा महँगो पर्नु, भारी पर्नु। यहाँ यो कुनै सामान महँगो पर्ने पैसाको कुरा गर्न खोजे होइन है त, त्यो मूल्य चुकाउने कि। जब मैले कुनै काम गर्छु र त्यो कामको चाहिँ मैले मूल्य चुकाउनु पर्ने हुन्छ, हो मूल्य चुकाउनु पनि भन्छ यसलाई नेपालीमा यसरी। ओके, अब अहिले मैले सिम्पल फ्युचरमा ल्याएको छु, त्यही भएर यो विल कस्ट भयो। सिम्पल फ्युचर नभएर अरू टेन्समा पनि यो हुनसक्छ है त, कन्टिन्युसमा पनि हुनसक्छ, सिम्पल प्रेजेन्ट, सिम्पल पास्टमा पनि हुनसक्छ। ओके, ल इक्जाम्पल्स हेरौँ। जस्तै यो लापरवाही तिमीलाई महँगो पर्नेछ, भारी पर्नेछ। सब्जेक्ट के हुन्छ? दिस नेग्लिजेन्स, यो लापरवाही, विल कस्ट, तिमीलाई भनेपछि यु, डियरली, दिस नेग्लिजेन्स विल कस्ट यु डियरली, यो लापरवाही तिमीलाई नै भारी पर्नेछ। अब यो लापरवाहीले गर्दा चाहिँ तिमीले चाहिँ यसको मूल्य चुकाउनेछौ, यो मूल्य चुकाउन तिमी बाध्य हुनेछौ। हामी यसरी पनि बोल्छौँ नेपालीमा है। दिस नेग्लिजेन्स विल कस्ट यु डियरली। अब फिल्मतिर भन्छ नि, यो दुश्मनी तिमीलाई महँगो पर्नेछ, यो दुश्मनी तँलाई महँगो पर्नेछ भन्छ नि मुभीतिर के होइन। यसमा के हुन्छ? दिस एनमिटी भनेको दुश्मनी, विल कस्ट यु डियरली, यो दुश्मनी तिमीलाई भारी पर्नेछ, विल कस्ट यु डियरली। ओके, यसरी भन्छ। अर्को हेर्नु, यो निर्णय उसलाई महँगो पर्नेछ, मतलब उसले कुनै निर्णय गर्यो, म के भन्छु, मलाई मन परेन त्यो निर्णय, यो निर्णय उसलाई नै भारी हुनेछ, उसलाई नै महँगो पर्नेछ, उसले नै यो निर्णयको मूल्य चुकाउनेछ भने होइन। दिस डिसिजन विल कस्ट यु, ओके सरी, यहाँ उसलाई भनेपछि हिम हुन्छ नि, यहाँनिर बनाउँदा यु नै भएछ ल, यसमा हिम हुन्छ, उसलाई हो नि त, कस्ट पछि हिम आउँछ, हिम डियरली। दिस डिसिजन विल कस्ट हिम डियरली, यसरी भनिन्छ है त। अर्को, हाम्रो मौनता हामीलाई नै भारी हुनेछ, हाम्रो मौनता, आवर साइलेन्स विल कस्ट अस डियरली, हाम्रो मौनता हामीलाई नै भारी हुने भएर यसमा अस भयो होइन। आवर साइलेन्स विल कस्ट अस डियरली। यो आन्दोलन देशलाई महँगो पर्नेछ, यानि यो आन्दोलन गर्दा चाहिँ देशले चाहिँ ठुलो मूल्य चुकाउनेछ भन्नु खोजेको कि। यो आन्दोलनको मूल्य चुकाउनेछ देशलाई नै भारी पर्नेछ यो आन्दोलन भन्नु खोजे होइन। दिस मुभमेन्ट विल कस्ट द कन्ट्री डियरली, दिस मुभमेन्ट विल कस्ट द कन्ट्री डियरली। तिम्रो लोभ तिमीलाई नै भारी हुनेछ, धेरै लोभ नगर है, तिम्रो लोभ तिमीलाई नै भारी हुन्छ, यो लोभको मूल्य तिमीले नै चुकाउनु पर्नेछ। योर ग्रिड, तिम्रो लोभ, विल कस्ट, भारी हुनेछ, यु, तिमीलाई नै, यु डियरली, योर ग्रिड विल कस्ट यु डियरली है त। अर्को,
यो धोका तिनीहरूलाई महँगो पर्नेछ, भारी पर्नेछ, यो धोकाको मूल्य तिनीहरूले चुकाउनु पर्नेछ भने होइन। दिस बिट्रेयल धोका, विश्वासघात, दिस बिट्रेयल विल कस्ट देम डियरली। तिनीहरूलाई भनेपछि के हुन्छ, देम हुन्छ होइन, कस्ट पछि। दिस बिट्रियल विल कस्ट देम डियरली। सो यसरी हामी यस्ता स्ट्रक्चरहरू बनाउँछौँ, सेन्टेन्सहरू बनाउँछौँ। सो मैले भिडियो धेरै लामो बनाउन चाहिनँ, सो मैले 3वटा मात्र स्ट्रक्चर सिकाएँ आज। 3वटा स्ट्रक्चर के भयो, एउटा त कस्ट समवन डियरली, कसैलाई कुनै कुराको मूल्य चुकाउनु पर्नेछ भन्नलाई कस्ट समवन डियरली, यो भर्बको रूपमा होइन। अहिले मैले सिम्पल फ्युचरमा ल्याएँ, अरू टेन्समा पनि प्रयोग गर्न सकिन्छ। त्यसै गरी कुनै पनि कुरा लायक, कुनै व्यक्ति वा वस्तु कुनै चिजको लायक वा कुनै काम गर्न लायक छ लायक छैन भन्नुपर्दा यो स्ट्रक्चर युज गर्छौँ। एकदम महत्त्वपूर्ण छ। हेर्दा यो सिम्पल लाग्छ धेरैलाई, जाभा एउटा स्ट्रक्चर त अनि के सिकाएको छ र, नो, एकदम महत्त्वपूर्ण छ है यदि इङ्ग्लिस बोल्न जान्ने हुन चाहनुहुन्छ भने है त। त्यही भएर त भ्युज आउँदैन, हेर्नुहुन्न धेरैले भिडियो यो, अनि कहाँबाट आउँछ त होइन। अनि अर्को चाहिँ कुनै कुरा आफैसँग राख्ने भन्नलाई किप योर नाउन टु योर सेल्फ है त। यसलाई पनि विभिन्न टेन्सहरूमा पनि युज गर्न मिल्छ, किन यो किप भनेको त एउटा भर्ब हो है त। सो यो 3वटा स्ट्रक्चर आजको भिडियोमा मैले तपाईँलाई सिकाएँ र मलाई लाग्छ तपाईँले पक्कै पनि यो बुझ्नुभएको छ। यसलाई चाहिँ एभ्रिडे लाइफमा युज गर्ने बानी गर्नुहोस्, बानी बसाल्नुहोस्, अनि मात्रै इङ्ग्लिस बोल्न सक्ने हुन्छ। सिर्फ भिडियो मात्रै हेरेर इङ्ग्लिस बोल्न सकिँदैन। ओके ल, सो आई होप गाइज तपाईँलाई आजको भिडियो पक्कै पनि मन परेको छ। यदि भिडियो मन परेको छ भने प्लिज भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, र च्यानलमा नयाँ आउने साथीहरूले प्लिज च्यानललाई सब्सक्राइब गरेर साइडमा रहेको बेल आइकनलाई दबाई अल नोटिफिकेसनमा क्लिक गरिदिनु होला, ताकि मैले अपलोड गर्ने कुनै पनि भिडियो तपाईँको मिस हुने छैन। अब नेक्स्ट भिडियोमा म यस्तै इम्पोर्टेन्ट टपिक लिएर फेरि पनि आउनेछु। त्यति बेलासम्मको लागि सबैजनालाई बाई बाई।